स्वागत छ यहाँहरूलाई। आज म आएको छु योगीकुटीमा रहेको रुद्राक्ष आयुर्वेद औषधि पसलमा। र यो आयुर्वेद औषधि पसलमा के कस्तो सेवा सुविधाहरू पाइन्छ म यहाँ बुझ्न गइरहेको छु। यहाँ हाम्रो सञ्चालक सर हुनुहुन्छ। हजुर नमस्कार। हजुर नमस्कार। के छ, आराम हुनुहुन्छ? हजुर आराम। अनि यहाँ आयुर्वेद औषधि पसल भनेर रहेछ, आयुर्वेद पनि लेखेको औषधि पसल पनि लेखेको, यस्तो चाहिँ मैले पहिलोचोटि देखेँ जस्तो लाग्यो। मैले नबुझेको हो कि के होला? छोटो कुरा राखिदिनुहोस् न। विशेष गरेर मेरो आयुर्वेदिक सम्बन्धीमा 5 नम्बर भएकोले हजुर आयुर्वेदिक भनेर राखेँ। हजुर औषधि पसल भनेको के हो भने आयुर्वेदिक पनि औषधिभित्र नै पर्छ। ए हजुर हजुर हो। कुनै आयुर्वेदिक भनेको हजुर घरबाट ल्याएको खनिज जस्तो होइन, आफै बनाएको चिज नभएर हजुर यो पनि औषधि नै हो। हजुर। काँसो, ज्वरो, हजुर निमोनिया, हजुर ग्यास्ट्रिक, हजुर। युरिक एसिड, हजुर। पार सम्बन्धीको औषधिहरू। त्यही भएर आयुर्वेदिक पनि औषधि नै भएको भएर हजुरले औषधि पसल भनेर राख्नुभएको। नेपाल सरकारको स्वीकृति अनुसार, दिदिएको स्वीकृति अनुसार नै हजुर आउने भएकोले यो पनि औषधि पसल हो भनेर त्यसरी जानकारी। ए ल, मैले नबुझेको भएर। अनि सर एउटा कुरा, यो हजुरले यो पसल औषधि पसल यहाँ खोल्नु भएको चाहिँ कति भयो, कहिलेदेखि सेवा दिइरहनु भएको छ? मैले यो सुरुवात भनेको मङ्सिरदेखि गरेको। मङ्सिरदेखि? खास यो पेसामा आबद्ध भनेको 2064 सालदेखि। ए 64 भनेपछि त हजुर त धेरै पुरानो हुनुहुँदो रहेछ। त्यति बेला त म भर्खर कापी किताब बोकेर स्कुल जाँदै थिएँ, एसएलसी पनि दिएको थिइनँ। हो, म 2064 सालदेखि नै यसमा आबद्ध भएको। हजुर र पूर्ण रूपमा सक्रिय फेरि 74 सालदेखि हजुर आफ्नै पेसा गरेर अनि बसेको थिएँ। अनि सर जस्तो हजुर, अनि सर जस्तो यहाँ चाहिँ कस्तो कस्तो किसिमको औषधि पाइन्छ? कस्तो यहाँ डक्टरको चेकअप पनि हुन्छ कि के कस्तो छ? सुविधाहरू बताइदिनुहोस् न। डक्टरको चेकअप पनि हुन्छ। पहिले सुरुमा समर्गमा कुनै पनि बिमारीलाई, कुनै पनि व्यक्तिलाई बिमार लाग्यो भने उसलाई के लागेको भनेर म आफैले गर्ने गर्छु। हजुर। किनभने म पनि अभिराज भएकोले हजुर होइन, दबाई कुन बिमारलाई के दिने भन्ने कुरो मलाई थाहा भएकोले हजुर अनि म आफै गर्छु। यदि भएन, मेरो प्रयासबाट भएन भने बिमारीको चाहना अनुसार डक्टर पनि बोलाइन्छ। अनि सर अब यहाँ आउन कोही अब बिरामीको बिरामीहरू यहाँ आउनको लागि यहाँको लोकेसन भनिदिनुहोस् न। लोकेसन बुटोल योगकुटी हजुर मणिमुकुन्द जाने बाटैमा। हजुर भन्दा रुद्राक्ष आयुर्वेद एन्ड औषधि पसल। हजुर। धन्यवाद छ यहाँलाई। त दर्शकहरू, अब यहाँ चाहिँ कस्तो भने रुद्राक्ष आयुर्वेद एन्ड औषधि पसल भनेर चाहिँ यहाँको सञ्चालकसँग मैले मिठो कुराकानी गरेँ। अब हजुरले देख्न सक्नुहुन्छ यहाँ केही परोस्, हजुरहरूले स्वास्थ्य सम्बन्धी समस्या नपरोस् कसैलाई पनि, तर परिआएको खण्डमा चाहिँ यहाँ आउन सक्नुहुन्छ। यहाँ एकदम अनुभवी हुनुहुन्छ हाम्रो सर, उहाँले राम्रो सेवा सुविधा दिनुहुन्छ हजुरलाई। हस् त, धन्यवाद।